हाई गाइज, सो आज चाहिँ हामी कहाँ जान लागेको अरे? हामी बाटुली पोखरी अनि सौराहा पोस्ट वेडिङको लागि जाँदै हो। सृष्टि चाहिँ मेरो पहिलेको ब्राइड हो र आज चाहिँ हामी प्री र पोस्ट वेडिङ सुटमा जाँदैछौँ। यहाँनिर मैले सृष्टिलाई रेडी गरिदिन स्टार्ट गरेँ एज पर हर डिमान्ड। उहाँको चाहिँ फर्स्ट ड्रेस वान पिस थियो, सो मैले एकदमै सटल एकदमै नेचुरल लुक राखेको छु, ल्यासेसहरू पनि केही राखेको छैन। सो यसरी चाहिँ हाम्रो फर्स्ट मेकअप चाहिँ रेडी भयो। उहाँको लुक हजुरले हेर्न सक्नुहुन्छ कति सिम्पल छ। मैले फेक ल्यासेस पनि लगाएको छैन, फेसमा पनि एकदमै यो चाहिँ एकदम नेचुरल कि एकदमै प्री वेडिङ सुटको लागि हो नि त। सो मेकअप चाहिँ नगरेको जस्तो देखियोस् भनेर हामीले हेयरलाई पनि कर्ल गरेनौँ, एकदम सिम्पल राख्यौँ। सो हामीले मेकअप सकेपछि चाहिँ हामी लाग्यौँ हाम्रो फर्स्ट डेस्टिनेसन बाटुली पोखरीतिर। यो जङ्गलको बाटो जाँदाखेरि कस्तो रमाइलो भइरहेको थियो, तर एकदमै गर्मी थियो गाइज, एकदमै गर्मी। इट्स रियली हट त्यो दिनमा चाहिँ। अनि त्यहाँ पुगेर पनि फेरि हामी अलिकति हिँड्नुपर्ने थियो, पुग्यौँ। त्यसपछि यो ताल कस्तो रमाइलो देखिरहेको थियो। त्यहाँ अलरेडी कति धेरै मान्छेहरू आउनु भएको रहेछ घुम्नको लागि। हेर्नु न, यो फुल नै हो कि त्यहाँको एकदम मेन खासियत चाहिँ। कस्तो यसले चाहिँ यस्तो दामी देखाइदिन्छ नि, लाइक म कति नै टाढा कस्तो दामी ठाउँमा गएको जस्तो लाग्छ। तर यो हाम्रो यहीँ चितवनमा यस्तो वी आर सो लकी कि हामी चितवनमै यस्तो राम्रो राम्रो कुराहरू हेर्न पाइरहेछौँ। हामीलाई कतै टाढा जानै पर्दैन। र हाम्रो फाइनली काम स्टार्ट भइसक्यो र यहाँ चाहिँ फर्स्ट सुट भइरहेको छ प्री वेडिङ सुटको लागि। र उहाँहरूले चाहिँ हाम्रो फोटोग्राफरहरूले चाहिँ सिकाइराख्नु भएको छ हाम्रो ग्रुम र ब्राइडलाई। उहाँहरूले एक्टिङ गर्न अब त्यस्तै त हो नि, हामीलाई कहाँ आउँछ त नि होइन, एक्ट्रेसहरूलाई पो बानी हुन्छ त्यो काम गरिराख्नुहुन्छ। सो म चाहिँ यहाँ मस्त मेरो कोक इन्जोय गरेर उहाँहरूले कति टेकमा लिनुहुन्छ त भनेर गनेर बसिरहेको थिएँ। सो फाइनल्ली चाहिँ मैले यो फुल पाएँ है। एउटा बच्चासँग चाहिँ प्लिज देऊ न, प्लिज 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 भन्दा त्यो बाबुले मानेकै थिएन। अनि त्यो जाने बेलामा त्यहीँ छोडेर गएछ। अनि मैले लिइदिएँ यो फुल, त्यहाँबाट टिपेको रहेछ। टिप्न चाहिँ मलाई माया पनि लाग्यो, प्लस त्यहाँ जुत्ता खोलेर जानुपर्ने रहेछ। सो मैले त्यही फुल उठाएँ अनि यसो एउटा दुइटा फोटो खिचेँ। र यो चाहिँ सेकेन्ड पार्ट हेर्न सक्नुहुन्छ हजुरहरूले। यसरी हुन्छ हाम्रो कामहरू चाहिँ। र यो चाहिँ एकदम टाढाबाट यस्तो डेटिङ बसिरहेको जस्तो फिल दिनको लागि। हेर्नु न, ठाउँ कति राम्रो हो क्या, हाम्रो चितवनमा यस्तो राम्रो ठाउँ छ कि वाउ, वी आर रियली लकी। र यहाँनिर चाहिँ पुरा टाइटेनिक पोज चलिरहेको थियो। यहाँनिर हाम्रो ग्रुम एन्ड ब्राइड हुनुहुन्छ भने त्यहाँ टाढाबाट चाहिँ हाम्रो फोटोग्राफर दाइहरूले फोटो खिचिराख्नु भएको छ, सरी भिडियो बनाइराख्नु भएको छ। त्यसपछि हामीले बोटको सुट पनि गर्ने भनेर एउटा बोटिङ सुट पनि राख्यौँ। र हामी आफै दुईवटा बोट लिएर हामी पनि आफै गयौँ। टिकट कसो छ? टिकट उहाँ छ कि आएर देखाउँला नि। केता रे? ओ माय गॉड, चाचा रे। वाउ, हाय। सो यस्तै रमाइलो गर्दै हामीले आजको बाटुली पोखरीको सुट चाहिँ अलमोस्ट सक्यौँ। र एकछिन हामी चिलमा आफै बोटिङ गऱ्यौँ। र त्यसपछि हामी लाग्यौँ सौराहातिर। सौराहा जाँदा यति घाम ओ माई गड, लिटरली गाइज धुलो धुवा त भइहाल्यो। घाम पनि यति चर्को, म लिटरली 2 सेट ट्यान्ड भएको छु कि यति धेरै म लिटरली कारी भइसकेँ। जसो तसो गरेर आइपुगे पनि फेरि आइसकेको ठाउँ चाहिँ यस्तो बवाल, यस्तो दामी, ओ माई गड, यति पिसफुल। त्यस्तै यो चाहिँ सिद्धार्थ विलास बनबास हो। यति राम्रो ठाउँ छ, यति राम्रो। यदि हजुरहरू चितवनबाट हुनुहुन्छ र सौराहा जाँदै हुनुहुन्छ भने प्लिज यो ठाउँमा चाहिँ जानु। 18 बिघामा बनेको ठाउँ हो अरे यो, होटल रिसोर्ट भनौँ न। यस्तो राम्रो छ, यति पिसफुल। स्पेसली फ्यामिलीसँगै भ्याकेसन मनाउने खालको नै इन्भाइरोमेन्ट छ कि त्यहाँको। र त्यहाँ गएर मैले
सृष्टिको मेकअप सबै चेन्ज गरेर उसलाई चाहिँ मैले एउटा ग्ल्याम लुक दिइसकेको छु यहाँनिर। किनभने उसको ड्रेस थियो लेहेङ्गामा चाहिँ हाम्रो सबै नेपाली सुनहरू लाउनु पर्ने भएको हुँदा अब सुनहरूमा फेरि फिक्का त राम्रो देखिँदैन। सो मैले उसलाई एउटा ग्ल्याम लुक दिएँ र यो ठाउँ यसरी इन्जोय गर्दै मेकअप गर्दा त मलाई यस्तो रमाइलो कि मलाई काम गरेको जस्तो थोरै पनि लागेन कि। र हेर्नु त यहाँको स्विमिङ पुल पनि यति ठुलो यति राम्रो। अब त बिस्तारै मौसम पनि यस्तो दामी हुँदै गएको थियो। आई लिटरली लभ द इन्भाइरोमेन्ट। र यहाँनिर काम भइरहेको थियो। सिद्धार्थ विलास वनवास इज द बेस्ट गाइज। सो यहाँनिर अरू गेस्टहरू पनि टन्नै आइसक्नु भएको थियो र मैले मेरो काम सकाएर ब्राइड र ग्रुम दुवैजनालाई फोटोग्राफरहरूलाई हस्तान्तरण गरेँ हस्तान्तरण वडेभर त्यो गरेँ होइन। अनि त्यसपछि चाहिँ म चाहिँ परबाट बसेर पुरै भ्यू इन्जोय गरिरहेको थिएँ। पोस्ट वेडिङमा यसरी फ्रिलान्सिङमा काम गर्नुको मजा नै यस्तो छ कि सधैँ नयाँ ठाउँमा जान पाइन्छ, नयाँ नयाँ मान्छेहरूसँग भेट हुन्छ। सो यो इन्जोय गर्दा गर्दै यस्तो ठुलो हावाहुरी पानी बिजुली चड्किन थाल्यो। त्यसपछि हामी एकछिन रेस्ट गऱ्यौँ र उहाँलाई फेरि मैले अर्को लुकको लागि रेडी गरिदिएँ। यो चाहिँ वाइट कलरको गाउन थियो। हेर्न सक्नुहुन्छ कति अँध्यारो भइसकेको थियो तर राति भए पनि हामीले काम त सक्नु पर्यो। सो उहाँहरूको यस्तो जुगाड गरेर हामीले फोटोसुटहरू गऱ्यौँ र सुट गरिसकेपछि चाहिँ हामी अब प्याकअप गर्दैछौँ। सो इट्स अ प्याकअप र हामी फर्क्यौँ र फर्किँदा बल्ल मैले यो ड्रेसको राम्रोसँग भिडियो लिएँ। हेर्नु न उसलाई कस्तो फेरि जस्तै देखिरहेको थियो कि हेर्नु त। ओ माई गड यो ड्रेस पनि त्यस्तै राम्रो। र हामी गयौँ रुममा गएपछि चेन्ज गरेर हामी निस्क्यौँ। सो दिस इज आजको लागि यति मात्रै है त। बाई बाई, गुड नाइट, टेक केयर, लभ यु। मलाई यस्तै कुराको लागि फलो गर्नु।